हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज भने चाहिँ म भर्खर नाम्चीबाट घर आइपुगेँ। अब चाहिँ ड्युटी जानुपर्छ अनि म भने चाहिँ रेडी भइसकेँ ड्युटी जानुको लागि। यसो ऐना पनि हेरेँ के कसो छ भनेर, अन्त यसो बाउजूसँग गफ गर्दै स्कुटी के कसो छ भने स्कुटीलाई पनि राम्रोसँग हेरेँ। बाउजूसँग त्यसै बेला गर्दै गफ गर्दै बसिरहेँ। अनि बिचरा खाली कुकुर पनि यसो लम्पसार परेर सुतिरहेको रहेछ। अनि तपाईँसँग यसो गफ गरेको, हाई भन्नु लगाएको, हाई भन्नुभयो। अनि कागजलाई मुस्कुराउँदै खुसी हुनुभयो भिडियो गर्दै गर्दा बिचरा। अनि पापालाई चिकन मोमो खानु हुने भनेर खाने भन्नुभयो। अन्त भरे आउँदा ड्युटीबाट आउँदा म चिकन मोमो ल्याइदिन्छु ल भनेर हुन्छ भने पापा खुसी हुनुभयो। त्यहाँदेखि गफ गर्दै बसिरहेँ। अनि म ड्युटी गएको भनेर म ड्युटी लागेँ। अनि ड्युटी जाँदै गर्दा तल साथी पनि पर्खिनु, दुईजना साथीहरू। अन्त साथीलाई पर्खिँदा बल्ल साथी पनि आइपुगेर पर मुस्कुराउँदै आउँदो रहेछ। ढिलो भयो साथी भन्दै जिस्काए पनि चाहिँ फेरि लन्चको लागि क्यान्टिन आएँ। भोक साह्रै लागेको थियो, साथीहरू चाहिँ नखाने अरे। अनि म चाहिँ यसो चिकन मोमो खानु पऱ्यो भनेर चाहिँ चिकन मोमो त छैन रहेछ। अन्त खाइपछि यसो भाउजूसँग गफ गर्दै बेला गर्दै गफ गर्दै खाएँ। अन्त भोक पनि अति लागेको थियो। मजामा खाएर घरतिर लागि म भने चाहिँ घर आइपुगेँ सकेँ। अब चाहिँ एकछिन रेस्ट गर्छु भनेर बेडतिर लागि। अनि नेक्स्ट भिडियोको लागि बाई बाई।